मौन प्रेम एक कथा। त्यो बिहान अलिक फरक थियो। आकाश खुला थियो, हावामा एक किसिमको मिठास थियो र मनमा थोरै उत्साह मिसिएको डर। म सधैँ चाहिँ त्यो पुरानो पार्कतर्फ लागेँ। हामीले आफ्नो बनेको सयौँ सम्झनाहरू गाँसेको त्यो ठाउँ केवल हरियाली र फुलहरूले भरिएको थिएन। त्यो ठाउँले हामीलाई कतिपटक जोडेको थियो। चुपचाप साक्षी बनेर हेरेको थियो। त्यो याद आइरहेको थियो। उनी समयमै आइपुगिन्, सधैँ जस्तै। अनुहार उज्यालो, मुस्कानमा उस्तै मिठास, आँखा अझै बोलिरहेका थिए। उनका हिँडाइका चालहरू, हेर्ने तरिका, अनि त्यो सानो हाँसो जुन हरेक पटक मेरो हृदयभित्रसम्म पुग्थ्यो। हामी बेन्चमा बसेर कुराकानीमा डुब्यौँ। पुराना दिनहरू, पुराना हाँसोहरू अनि केही मौन क्षणहरू। कहिलेकाहीँ मौनताले पनि ठुलो संवाद गर्छ भन्ने मलाई त्यही दिन महसुस भयो। तिमी सधैँ चाहिँ आफ्नो ख्याल राख्नु है, उनले भनिन्। आवाजमा केही गम्भीरता मिसिएको थियो, तर मैले त्यो बुझ्न सकिनँ। मैले मुस्कुराउँदै जवाफ दिएँ, हामी फेरि छिट्टै भेट्नेछौँ। तर त्यो संवादको पछाडि लुकेको सङ्केत बुझिनँ। जब गाडीमा चढेँ र उनलाई पछाडि फर्केर एकचोटि हेरेँ, हृदयको कुनामा कुनै अपरिभाषित पीडा उठ्यो। त्यो केवल विदाईको पीडा थिएन, त्यो अन्त्यको पूर्व घोषणा जस्तो थियो। गाडी अगाडि बढिरहेको थियो, तर मेरो मन अड्किएको थियो त्यही बेन्चमा जहाँ हामी केही बेर अडिएका थियौँ। आँखाबाट नदेखिने आँसुहरू बग्दै थिए। म यात्रुहरूले नदेखुन् भनेर सिटमा झुकेर बसेँ। जब होस आयो, म मेरो बस स्टप पार गरेर धेरै टाढा आइसकेको थिएँ। गाडी रोकियो, म झरेँ र भारी खुट्टाले घरतर्फ लागेँ। त्यो बाटो जुन सधैँ छोटो लाग्थ्यो, त्यो दिन असह्य लागिरहेको थियो। घर फर्किएँ, शरीर त घर फर्कियो, तर मन कतै अडिएको थियो। आमाले खाना दिनुभयो, तर म एक चम्चा पनि नखाई पलङमा लम्पसार परेँ। छतमाथि टोलाउँदै हेरेँ, त्यो अनुहार फेरि झल्किरहन्थ्यो। त्यो रात निन्द्रा हरायो, प्रश्नहरू घुमिरहे। किन म यति पीडामा थिएँ? साथीको विदाई मात्र यति गहिरो लाग्न सक्थ्यो र के मेरो भावना त्यसभन्दा धेरै बढी गहिरो भइसकेको थियो? समय बितिरह्यो, मनको हलचल भने रोकिएन। म आफैसँग गहिरो संवाद गरिरहेँ। हो, म उनलाई प्रेम गर्थेँ, केवल साथी चाहिँ होइन। त्यो सम्बन्ध केही गहिरो थियो, तर मैले कहिले बोलेको थिइनँ, न आफ्नो अगाडि न उनको अगाडि। एक दिन म फेरि त्यो पार्कमा गएँ। बेन्च उस्तै थियो, त्यो बाटो उस्तै थियो, तर त्यो साथ थिएन। हावा चलिरहेको थियो, तर त्यो साथको स्पर्श थिएन। मन भारी थियो, आँखा ओसिलो। र केही दिनपछि अप्रत्याशित रूपमा उनीबाट सन्देश आयो, हामी भेट्नुपर्छ। मन चिच्यायो, सायद फेरि केही बाँकी छ। त्यो दिन म आफूलाई सजाएँ, लुगा मात्र होइन, आत्मा पनि। हामी भेट्यौँ लामो समयपछि। अनुहारमा थोरै सङ्कोच थियो, तर आत्मीयता उस्तै थियो। आँखाले धेरै कुरा बोले र म अन्ततः बोले, म तिमीलाई प्रेम गर्छु। उनले मलाई हेरिन्, चुपचाप, एकदम गम्भीर स्वरमा भनिन्, मैले यस्तो कहिले सोचेको थिइनँ। तिमी त साथी हो, मात्र साथी। त्यो क्षणमा म भित्रैदेखि भत्किएँ। शब्द घुमे। उनी उठिन् र चुपचाप हिँडिन्। म बेन्चमा मौन बसिरहेँ, एक अधुरो संवाद लिएर। समय निरन्तर बगिरहेको थियो, नदी चाहिँ। जीवन पनि अगाडि बढिरहन्थ्यो। म पनि सँगै कुदिरहेको हुन्थेँ, कहिले मौन रूपमा, तर कहिले व्यस्त हुन्थेँ। तर मनको कुनामा उनी सधैँ थिइन्। एक दिन कुनै योजना बिना हाम्रो फेरि भेट भयो। म एक गल्लीतिर फर्किँदै थिएँ। अचानक उनी देखिन्। मलाई देख्ने बित्तिकै उनी दौडिन्, केही नबोली। म पनि दौडिएँ।
के छ तिम्रो खबर? मैले सोधेँ। ठिक छ, उनले भनिन् र अर्कोतिर फर्किन्। मैले हल्का मुस्कान साथ भने, ठिक छ, मजाले रमाऊ, र म आफ्नो बाटो लागेँ। त्यो क्षणमा मसँग बोल्ने शब्द थिएनन्, सायद अब बोल्नु पर्ने पनि थिएन। अब मौनताले नै सबै कुरा भन्ने थियो। शब्दहरू सकिए तर भावनाहरू अझै बाँकी थिए। मसँग अब के भन्न बाँकी थियो र? उनले मलाई सम्झिन्छन् या भुलिसकिन् थाहा छैन, तर म उनलाई अझै प्रेम गर्छु। त्यो प्रेम आज पनि छ, शब्दभन्दा गहिरो, भेटभन्दा पर। जीवनमा कतिपय प्रेमहरू स्वीकृति नपाए पनि अमर रहन्छन्। उनी मेरो लागि सधैँ विशेष थिइन् र सधैँ विशेष रहनेछिन्। त्यो अधुरो संवादले नै सायद प्रेमको गहिरो अर्थ सिकायो। प्रेम केवल साथमा रहनु होइन, कहिलेकाहीँ टाढा भएर पनि मनभित्र गहिरिनु हो। धन्यवाद।